र त्यसको चाहिँ यस्तो छ पुरा भिडियो यस्तो नाम चाहिँ मेरोमा तपाईँले क्लियर देख्नु भएको छैन, तर तपाईँलाई भरे स्क्रिनसट गरेर तपाईँलाई म फोटो हालिदिन्छु त्यहाँ। हेलो दर्शकबिन नमस्ते, स्वागत छ तपाईँहरूलाई मेरो यो अर्को भिडियोमा। र आज मैले कुनै पनि कमेडी भिडियो होइन ब्लग्स भिडियो लिएर आएको होइन। आज मैले चाहिँ आफू पनि बचाऊ र अरूलाई पनि बचाऊ भन्ने खालको एउटा भिडियो लिएर आएको छु होइन। र कुरा हो आज दिउँसोको मलाई चाहिँ एउटा नम्बरबाट रिक्वेस्ट आएको थियो, फ्रेन्ड रिक्वेस्ट, र जसलाई मैले एक्सेप्ट गरेको थिइनँ। एक्सेप्ट नगरे पनि त्यो आइडी अलरेडी तपाईँको फलोवर्समा गएर बस्ने गर्छ र तपाईँले एक्सेप्ट गर्नु या नगर्नु तपाईँको भिडियो उसले सबै देख्ने गर्छ र उसको तपाईँले देख्ने गर्न सक्नुहुन्छ र वाट्सएपमा मतलब मेसेन्जरमा कुरा पनि गर्न सकिन्छ। र मलाई यो फेसबुक आइडी आएको थियो, फलो यो एड मलाई गरेको थियो उसले 4-5 दिन अगाडि होइन, केटो थियो। अनि मैले एक्सेप्ट गरेको थिइनँ यो को कहाँ को मान्छे होला भनेर होइन। तर एक्कासी मलाई मेसेन्जरमा उसले मेसेज गर्यो हेलो भनेर। मैले चाहिँ के जवाफ दिनँ, मैले एकैछिन मलाई के जवाफै दिएको थिइनँ मैले, हेलो हाई केही भनेको थिएन मैले कुरा त्यतिकै। अनि फेरि उसले फेरि लास्टमा यो सन्डेको कुरा मलाई फेरि नाइस भनेर पठायो होइन। अनि मैले फेरि केही भनेको थिइनँ र मैले चाहिँ सोचेँ अब म भिडियो सिडियो हालिराख्छु, अब कसैले चिनेर मलाई अब भन्नु होला भन्ने लाग्यो। अब त्यो मैले वास्तै गरेन मैले। अनि आज सोमबार 3 तारिकको कुरा हो यो नोभेम्बर 3 तारिकको कुरा। म ड्युटीमा थिएँ, लगभग 12:45-40 भएको थियो होला होइन। मलाई एउटा फोन आयो क्या त्यो नम्बरबाट के भने मेसेन्जर आइडीबाट मलाई कल आयो र एकचोटि मैले उठाइनँ, फेरि दोस्रोचोटि मलाई कल आयो र मैले त्यो फोन उठाउन पुगेँ। म उठाए पनि म काममा बिजी थिएँ, उता म फोन लिएर हेरेर बस्ने कुरा आएन। उता साइडमा फोन राखेको मैले फोन उठाएर मैले अनि त्यहाँबाट चुप्लाएर म उता काम गर्न थालेँ। अनि भरे एकछिनमा आवाज के पनि आउँदा उता नि कोही बोल्दैन, यता नि कोही बोल्दैन। अनि भरे किन बोल्दैन के फोन काट्छ क्या भनेर मैले यसो हेरेँ कि भरे त त्यो फोन त आएको हो, भिडियो कल नि भएको, तर भिडियो कल चाहिँ फेरि खतरा रहेछ है एकदमसँगले। केटाको नाममा केटी चलाउँदै रहेछ होइन। अनि फेरि एकदमै यो अब के भन्नु, अब तपाईँलाई भन्ने पनि शब्द छैन कि, एकदमै नाङ्गे क्या पुरा, एकदम नाङ्गे सर्वाङ्गे पुरा। अनि गरेर उसले चाहिँ पुरा आफ्नो मोबाइल चाहिँ उसले यसो गरेर पुरा आफ्नो अब सबैतिर घुमाइराखेको रहेछ, पुरा देखाइराखेको रहेछ। म चाहिँ अब काममा चाहिँ वास्तै गरेको थिइनँ मैले। अनि भरे यसो मैले छ्यासो मैले हेरेँ, उता मोबाइल राखेको थियो र म साइडबाट हेरेँ, तर त्यसकोमा मेरो अनुहार चाहिँ उसले देख्न पाइनँ र मैले पनि देखाउने चान्स पनि थिएन। म ड्युटीमा थिएँ त्यतिखेर र मैले यसो हेर्दा छ्यास हेर्दाखेरि त्यो देखेँ मैले। अनि भरे त उसको अनि उसले नि पुरा आफ्नो पुरा सर्वाङ्ग है, अब लथालिङ्ग भत्ताभुङ्ग है पुरा देखाएर बसेको रहेछ। अब आफ्नो सबै अब प्राइभेट पार्ट्सहरू सब देखाइराखेको रहेछ। अब मैले पनि म पुरा काम गरेको सुरुमा यसो छ्याट्ट देख्दा थिएँ, मलाई पनि अचम्म लाग्यो क्या, ला के हो यस्तो हुन्छ भन्ने लाग्यो मलाई। सुनेको थिएँ मैले अरूलाई भिडियो कल आउँछ अरे यस्तो छ अरे भनेर सुनेको थिएँ, तर आज मैसँग परेको हुनाले गर्दा म अचम्म भएँ। अनि एकछिन त मैले पनि हेरेँ, अब एकछिन त मैले यसो तर्केर हेरेँ मैले हेर्न त। अनि अब उता आफ्नो कामको चपेटो पनि थियो, अनि हेर्न चाहिँ हेरेँ, मजाले हेरेँ। एकछिन फेरि मैले हेर्न चाहिँ होइन मैले हेरेँ यो के रहेछ यो बा झुक्केर पो यस्तो गरेको कि भनेर हेरेँ मैले। अब भिडियो देखेर चाहिँ मेरो भन्नुहुन्छ नाका काना सास गयो पुरा है, अब पुरा एकदम नाका काना सास गएर पुरा मलाई त के भयो पुरा। त्यो आइडीमा चाहिँ के लेखेको छ भने लेबियस लियोन भनेर लेखेको छ र एउटा केटाको फोटो छ, तपाईँले देखिहाल्नु भयो होला। र यो आइडी चाहिँ र तपाईँहरूलाई यो भिडियो चाहिँ तपाईँहरूले एकदम सक्दो सेयर गर्नु होला, किनभने यसमा कोही पनि नफसुन्। मैले चाहिँ अगाडिदेखि नै यस्तो कल आउँछ भनेर सुनेको थिएँ, तर मलाई यसमा आएको थिएन र मैले देखेको पनि थिइनँ। तर आज मलाई खुद आएर मलाई यो यस्तो कल खुद आएर मैले तपाईँहरूलाई फेरि यो भिडियो बनाउन बाध्य भएको, किनकि अरू पनि यो भिडियोमा नफसुन् भनेर। र यो भिडियो चाहिँ सक्दो सेयर गरेर बचाउको अभियान सुरु गर्नु पर्यो अब होइन। अब नभए त अगर मेरो फेस त्यहाँ रेकर्ड भएको थियो भने त त्यसले पक्कै नै मलाई फेरि फोन गरेर यस्तो भन्थ्यो होला, पैसा पठाउनु नभए त्यसले फेरि भाइरल गर्छु यो गर्छु भन्थ्यो होला होइन। र कतिले डरले पैसा हालिदिन्छन् पनि, र पैसा हाल्दै पनि फेरि अझै भन्दै पुरा धम्की दिएर फेरि भिडियो हालिदिन्छु भने भाइरल गरेर गरिदिन्छु भनेर गर्छन् पनि, भाइरल गरिदिन्छन् पनि। एउटा मेरो साथीको यस्तै भएको थियो, यसरी भिडियो यस्तै भएको रहेछ सायद। अब
अब मान्छेले हेरेर अब खिली उडाए के गरे कसो गरे होइन, अब यस्तो रहेछ भने खिली उडाए के गरे, तर बिचरा पनि सायद यस्तै भएको थियो होला। अनि त्यही भएर अरू पनि नफसौँ होइन। र यो भिडियो चाहिँ सेयर गरेर सबैलाई उ गर्ने कोसिस गरौँ। र यस्तो नामबाट चाहिँ तपाईँलाई कसैलाई पनि फ्रेन्ड रिक्वेस्ट आयो भने तपाईँले डाइरेक्ट क्यान्सल गरिदिनु या त डिलिट गरिदिनु होइन, या त्यसलाई फेरि उ गरेर तपाईँले हेरेर ब्लक गरिदिनु, तर एक्सेप्ट गर्ने काम चाहिँ नगर्नु, त्यही भन्न चाहन्छु। त्यहाँ चाहिँ अब एकदमसँगले केटीले चाहिँ सर्वाङ्गसँगले केही लाएको हुन्न, एकदम नाङ्गी हुन्छ केटी चाहिँ पुरा। यो भिडियो चाहिँ तपाईँहरूले सक्दो सेयर गरेर आफन्तहरू को हुनुहुन्छ साथीभाइहरू सबैलाई यो भिडियो पठाइदिनु होला, किनकि यो नामबाट कसैको मोबाइलमा नै फ्रेन्ड रिक्वेस्ट आयो भने फेरि कसैले एक्सेप्ट नगर्नु होला, किनकि यो एउटा फेक हो, एउटा स्क्यामवाला आइडी हो यो। जस्तै केटाको फोटो राखेर केटीले चलाएको आइडी हो। त्यही भएर तपाईँहरू कसैले पनि यो नाममा चाहिँ आयो भने तपाईँहरू एक्सेप्टै नगर्नु, त्यसलाई वास्तै नगर्नु, केही नगर्नु, त्यतिकै डिलिट गरिदिनु, रिक्वेस्ट क्यान्सल गरिदिनु, बरु उ गर्नु बस ल है त। धन्यवाद।